आउनुहोस् आज हामी भविष्यमा विल प्लस भवन, इजेमआर प्लस भफो आइएनजी, इजेमआर प्लस गोइङ टु प्लस भवनको प्रयोग गर्न सिकौं। अकस्मात निर्णय लिनुपर्दा र भविष्यमा फिक्स नभएको कामको कुरा गर्नुपर्दा हामी विल प्लस भवन लगाउँछौं। त अब मन्दिर जाने कि डिस्को? म मन्दिर जान्छु अथवा मन्दिर जानेछु। आल गो टु टेम्पल। यो बोल्दा बोल्दै लिएको निर्णय भयो, अचानकको निर्णय भयो, त्यसैले विल। म कुनै दिन नेपाल घुम्नेछु। आल भिजिट नेपाल समडे। कुनै दिन नेपाल घुम्नेछु तर कुन दिन नेपाल घुम्नेछु भन्ने टुङ्गो छैन। घुम्न पनि सक्छु, नघुम्न पनि सक्छु। यो फिक्स नभएको कुरा भयो, त्यसैले विल। त्यो काम जुन कामको पहिले नै योजना बनाइन्छ र त्यसलाई भविष्यमा गरिन्छ, फिक्स भएको योजना हो भने इजेमआर प्लस भफो युज गरिन्छ। जस्तै म शुक्रबार नेपाल घुम्छु अथवा घुम्दैछु। आई एम भिजिटिङ नेपाल अन फ्राइडे। यसको मतलब म शुक्रबार नेपाल घुम्न जाने लगभग पक्का पक्कै छ। मैले टिकट काटिसकेको छु, मैले लुगाफाटो मिलाइसकेको छु अथवा मैले शुक्रबार नेपाल घुम्न जाने बन्दोबस्त गरिसकेको छु। र भविष्यमा यस्तो काम गर्नेवाला छु, गर्न गइरहेको छु भनेर योजना, इरादा अथवा प्लान बताउनु पर्दा इजेमआर प्लस गोइङ टु प्लस भवन। जस्तै म शुक्रबार नेपाल घुम्न जानेवाला छु अथवा घुम्न जानेछु। आई एम गोइङ टु भिजिट नेपाल अन फ्राइडे। यहाँ गोइङ टु लाग्यो किनभने शुक्रबार नेपाल घुम्न जाने मेरो प्लान हो, योजना हो, इरादा हो। यहाँ मैले नेपाल जान टिकट काटेको छैन, लुगाफाटा मिलाएको छैन अथवा बन्दोबस्त गरेको छैन। र व्यक्तिगत अनुमान तथा विचारको कुरा गर्नुपर्दा हामी विल प्रयोग गर्छौं। जस्तै नेपालले गेम जित्नेछ, नेपाल विल विन द गेम। यहाँ नेपालले गेम जित्ने कुनै पनि तथ्य वा प्रमाण छैन। यो मेरो व्यक्तिगत विचार हो, यस्तो बेला विल लाग्छ। तर वर्तमान तथ्य, प्रमाण अथवा संकेतको आधारमा अनुमान गर्नुपर्दा इजेमआर प्लस गोइङ टु प्लस भवन हामी युज गर्छौं। नेपालले गेम जित्नेवाला छ, नेपालले गेम जित्न गइरहेको छ। नेपाल इज गोइङ टु विन द म्याच। यहाँ नेपालले 2 गोल गरेको छ इन्डियालाई र इन्डियाले नेपाललाई 1 गोल पनि गर्न सकेको छैन। अथवा इन्डियाले राम्रो खेलिरहेको छैन तर नेपालले राम्रो खेलिरहेको छ। यो एउटा नेपालले गेम जित्ने संकेत अथवा प्रमाण भएर यसको आधारमा अनुमान गरियो। त्यसैले गोइङ टु। बाचा वा विश्वासका कुरा गर्नुपर्दा हामी विल प्रयोग गर्छौं। जस्तै म तिमीलाई पछि फोन गर्नेछु। यो विश्वास दिलाएको कुरा भयो, त्यसैले आई विल कल यु लेटर। यहाँ विल प्रयोग भयो। ऊ राम्रो शिक्षक बन्नेछ, ही विल बी अ ग्रेट टिचर। यो एउटा ऊ राम्रो शिक्षक बन्ने अपेक्षा अथवा विश्वास भयो, त्यसैले यहाँ विल प्रयोग गरियो। भविष्यका सत्य कुरामा पनि हामी विल प्रयोग गर्छौं। जस्तै भोलि बिहान सूर्य उदाउनेछ, द सन विल राइज टुमोरो। यहाँ विल प्रयोग भयो किनभने सूर्य सधैँ उदाउँछ र भोलि पनि उदाउनेछ। र यो चाहिँ भयो सबैको